सक्नुहुन्छ हैन यस्तै हो गाइस भन्दा भन्दै गाडी चिप्लियो हेलो एभ्रीवन गाइजहरु वेलकम टु ब्याक माइ न्यू ब्लगमा आज चाहिँ हामी घर जाँदैछौँ हैन यता अनि भित्र चाहिँ मम्मी भाइ हैन सामान किन्नु हुन्छ अब हामी एकछिनमा जान्छौँ यहाँ चाहिँ सामान किन्नु हुँदैछ हैन माथितिर जानुको लागि कोसेल त्यस्तै हैन भर्खर पानी परेर रहेको छ देख्न सक्नुहुन्छ हैन गाइस सो गाइस हाम्रो चाहिँ यात्रा सुरु भइसकेको छ देख्न सक्नुहुन्छ हैन ए झोला झर्यो यस्तो देखि हैन ल देख्न सक्नुहुन्छ गाइस हैन हामी चाहिँ जाँदैछौँ गाउँ यस्तो छ अब गाडी कति ठाउँ उयो हुने हो हैन थाहा भएन यहाँ माथि बस छ हैन मामाहरु यहाँ माथि चेक गर्छ सो गाइज अब चाहिँ हामी हैन हुटमाथि बस्यौँ अलिक मुनि अलिक अप्ठ्यारो भएको थियो नि त देख्न सक्नुभयो हैन अलिक हुटमाथि भनेको अलिक उयो हुन्छ यहाँ त अलिक मान्छेहरू छैन हैन बस्ने भनेको उहाँ परेको छ हैन हो मान्छेहरू त्यही हो तर झर्ने चाहिँ झरिँदैन होला त्यही यता छौँ हैन दाजुभाइ अब कस्तो हुन्छ हेरौँ के भन्छ देख्न सक्नुहुन्छ हैन यस्तै हो ल दसैँ त गाइस देख्न और अभी तो रुको क्लाइमैक्स अभी बाकी है सक्नुहुन्छ हैन दसैँ लागिरहेछ अझै मान्छे यहाँ आउन सक्ने छ हैन गाइस यस्तो खतरा हुन्छ कि हैन गाइस ल गाइसहरु प्यासेन्जर चाहिँ मुनि पनि छ हैन गाइस अब यस्तै हो गाउँको बाटो हैन मान्छेहरुलाई अब लाउने गर्नु यता अङ्कल आन्टी सबजना हुनुहुन्छ हैन अब बाटो यस्तो छ यस्तो अफरोड खतरा हुन्छ झर्नु चाहिँ झर्दैन होला हैन अझै यहाँ मुनि पनि छ थुप्रो हुनुहुन्छ हैन मान्छेहरू झर्नु चाहिँ नझरे है गाइस फोन पक्रिनु कि आफूलाई पक्रिनु भइरहेको छ क्या त्यस्तो छ हैन यता देख्न सक्नुहुन्छ यस्तो छ ए छुन त छुएन नि यता ओइ भाग्न बे कस्तो नभयो अब बाख्राहरूले नि पताउनु छोडिसक्यो गाइस यस्तो अप्ठ्यारो बाटो छ जुन त्यहीँ सुत्दै ल यहाँ चाहिँ अङ्कलले खिराउनु भयो है बाख्रा त्यहाँ चाहिँ होइन एउटा खतरा खोला छ त्यहाँ चाहिँ उयो बाइकै फसिरहेको छ क्या होइन अब के हुन्छ हेरौँ होइन बाइकै बगाउँछ है तर त्यहाँ अलिक गहिरो खाल्टो होला नि त केही न केही हेर्नु है हुन्छ ल अब चाहिँ यो गाडी जान्छ कि जाँदैन होइन हेरौँ होइन मलाई जान्छ जस्तो चाहिँ लागेन बालो खोला प्रायः छ हेरिदिउँ होइन त्यस्तो रातो माटो छ क्या अझै हिलोमाथि उयो भयो अनि हेरौँ यस्तो छ अब भगवान्को नाम लिनु भएको केही छैन होइन यता छ होइन ल ए जय श्रीराम भगवान्को नाम लिनुपर्छ गाइस होइन अब के अरू त के भन्नु होइन है हनुमान गिरी ज्ञान गुण ल पानी पनि बिचमा आएको छ क्या त्यही भएर हल्का उयो भइरहेछ होइन नत्र नि त फोर व्हिल भने फोर व्हिलै हुन्छ नि गाइस होइन ल गाडी यस्तो भइरहेछ आम्मा हिलोमा क्या हिलो पुरै त्यही माथि उकालो हिजो राति पानी परेको छ नि त नि गाइस त्यही भएर अझै उयो अफरोड त राम गाइस भन्दा भन्दै गाडी चिप्ली भयो ढुङ्गा सो गाइस यहाँदेखि चाहिँ जुन योभन्दा खतरा उयो छ अरे क्या बाटो खत्तम छ अरे त्यही भएर यहाँ चाहिँ
हिँड्नु न ल गाइज पानी परेर यस्तो छ अर्को गाडी पनि आइसकेको छ होइन हेलो गाइजहरू हामी चाहिँ उदयपुरमा आइपुगेको छौँ होइन देख्न सक्छौँ र फाइनली उदयपुर आइपुगेको छौँ अब यहाँदेखि चाहिँ भोजपुर अब त्यस्तै लाग्छ 1 घन्टा जस्तो लाग्यो होइन 2 घन्टा भयो होइन हामी यहाँ पानी परेर लाग्ने त भयो नि गाइज ल गाइजहरू अफरोड भएको पिच भएको अफरोड बाटो छ देख्न सक्नुहुन्छ होइन भ्यूहरू नि भएको है गाइज हामी चाहिँ यहाँ भोजपुर आइसकेको छौँ होइन यहाँ फेरि गाडी नै छैन क्या अब के हिँड्दै त जानु होला यत्रो उकालो होइन यहाँ भाइ र म आएको छौँ देख्न सक्नुहुन्छ होइन अहिले कति 5 बजिरहेछ होइन अब के गर्ने हिँड्दै त जानु पर्यो होला कल पनि लाग्दैन होइन ल ल ल ल त गढी गाउँपालिका हार्दिक स्वागत छ भोजपुर यस्तो यस्तो छ ढिलो गरिदिन्छ यार झोला दिनु नहुन्छ एक्सटिन खोल छिटो खोइ यहाँले म फस खान्छु सो गाइज होइन हामी चाहिँ यहाँ घर जाँदैछौँ देख्न सक्नुहुन्छ होइन एउटा दाइलाई लिफ्ट मागेर गाडी नै थिएन क्या गाइज होइन A few moments later. हेलो गाइज हामी चाहिँ फाइनली आइपुगेको छौँ घर होइन देख्न सक्नुहुन्छ यता बाजेहरू हुनुहुन्छ होइन ए हल्का झ्यापमा हुनुहुन्छ भित्र चाहिँ दिदी बोजू हुनुहुन्छ आज बोजू हुनुहुन्छ अनि उयो दिदी हुनुहुन्छ होइन सो गाइज हामी चाहिँ यहाँ भाइसँग भात खाँदैछौँ होइन ओभर थाकिरहेछ अब नेक्स्ट डेमा भोलिको दिन ब्लगमा भेटौँला गाइजहरू होइन गुड बाई गाइजहरू म चाहिँ सुतेँ ओभर थाकिरहेको नि थियो होइन ल गाइज हेलो गाइजहरू गुड मर्निङ गाइजहरू होइन अहिले चाहिँ म भर्खर उठेर यहाँ उयो ब्रुस गर्दैछु होइन मैले ब्रुस गर्ने पनि ल्याउनु बिर्सेँ सो गाइज मैले चाहिँ मुखसुख सबै धोइसकेर होइन यहाँ भाइ मलाई भतिजलाई हामी 3 जनाले बाजेले टिका लगाइदिनुहुन्छ देख्न सक्नुहुन्छ हामी चाहिँ अब यहाँ टिका सिका लगाइसकेर अब उता जान्छौँ होइन देवाको घर बोजू घर त्यस्तै जान्छौँ गाइजहरू होइन चाहिँ टिका सिका लगाइसकेर यहाँ बाजेले होइन सेवा गर्छौँ नमस्ते गर्छौँ होइन गाइजहरू हामी चाहिँ होइन यो भाइको घर जाँदैछौँ मेरो देवाको छोरा होइन भाइ त थर्काउँछ त यार केही त छोडिन पछाडिको भात ल हुन्छ ल गाइज हामी चाहिँ फाइनली आइसकेको छौँ होइन यता डेमा हुनुहुन्छ यता देवा हुनुहुन्छ सो गाइज मैले चाहिँ डेमाको पनि उयो होइन टिका सिकालाई हामीले लगाइसकेर अब यहाँ माथि बोजेकोमा टिका लगाउँदैछौँ देख्न सक्नुहुन्छ गाइज यहाँ बोजेको पनि टिका लगाइसक्यौँ होइन बाई बाई गाइजहरू आजको मेरो ब्लग चाहिँ यति नै मन पर्यो भने लाइक कमेन्ट गरिदिनु